जय शम्भो हर हर महादेव। आज चाहिँ हामी परम पावन पुण्यभूमि तीर्थस्थल श्री बनारस काशी क्षेत्रमा आइपुगेका छौँ। यसरी नै यहाँ हामी विश्वनाथ बाबाको दर्शन गरेर बाहिर निस्केछौँ। हजारौँ दर्शनार्थी श्री विश्वनाथ बाबाको दर्शन गर्नका लागि भन्दा टाढा टाढादेखि भक्तजनहरू आउनु भएको छ। यो चाहिँ एकदम परम पावन पुण्यभूमि तीर्थस्थल, यो चाहिँ एकदम विश्वकै एकदम पवित्र तीर्थस्थल भनेर बनारस काशीलाई चिनिन्छ। यसरी गङ्गामा स्नान गरेर भगवान श्री विश्वनाथको दर्शन गरेर अनि हामी 80 घाट छन्, 80 घाटहरू चाहिँ दर्शन गरेर 80 घाटहरूमा सबभन्दा स्पेसल घाट भनेको चाहिँ मणिकर्णिका घाट भनेर विशेषता मानिन्छ। मणिकर्णिका घाटलाई चाहिँ एकदम विशेष मानिन्छ यहाँ बनारसमा है। एकदम शिवजीलाई प्रिय लाग्ने ठाउँ यो चाहिँ बनारस काशी। यस्तो पवित्र स्थलहरू पनि आउनु होला अवश्य नै एकचोटि। यही भन्न चाहन्छु, एकदम आएर खुसी लाग्यो। महादेव के छ? ठिक छ ल महादेव। आज हामी यो काशी बनारस घुमिरहेछौँ, बनारसको घाट घुमिरहेछौँ होइन। एकदम दिव्य आनन्द आइरहेछ, मजा आइरहेछ गाइज। साथीहरू सबैजनालाई पनि तपाईँहरू पनि आउनु होला यो बनारसको मजा लिनलाई। यहाँ मान्छे कति मान्छे यस्तो मजा लिँदै बनारस घुम्दै होइन, दिव्य आनन्द प्राप्त गर्दै सर चाहिँ नै यस्तो छन् बनारसमा। यहाँ महाश्मशानेश्वर महादेव हो। यहाँ चाहिँ यहाँ गाई त्यसरी चाहिँ सबै घुम्दै हिजो अस्तिर घाम लागेको थिएन यहाँ बनारसमा। आज घाम लगाएर अझ मजा आइरहेको छ घुम्न पनि। चट्ट घाम लागेछ। हिजो सोलाएर केही देखाएको थिएन, एकदम चिसो शीतलहर परेर बनारसतिर एकदम झ्याउ थियो कि। आज चाहिँ एकदम राम्रो सफा देखिरहेको छ, मौसम पनि सफा चाहिँ घाम लागिरहेको छ। अहिले चाहिँ हामी ठ्याक्कै यो राजा हरिश्चन्द्र घाट आइपुग्यौँ। यहाँ लास पनि चलिरहेको छ राजा हरिश्चन्द्र घाटमा। सताबार यतिकै लास चलिरहन्छ यहाँ राजा हरिश्चन्द्र घाटमा। र यहाँ र मणिकर्णिका घाटमा चाहिँ मेन लास चल्ने ठाउँ चाहिँ दुईवटा मात्रै घाट हुन्, अरूमा चाहिँ त्यति धेरै लास चल्दैनन्। यसरी लास चलिरहेको छ, मान्छे पोलिरहेको छ। साथीहरू हेर्नुहोस् है, जीवन मृत्युको चाहिँ यहाँ मृत्युपछि चाहिँ मोक्ष प्राप्त गर्न पाइन्छ। काशीमा आएर मऱ्यो भने भन्ने एउटा चल पनि रहिआएको छ। र विशेष गरी चाहिँ मणिकर्णिका घाटमा मृत्यु भयो भने त्यहाँ चाहिँ पुनः जन्म लिनु पर्दैन भन्ने एउटा भनाइ छ। यसरी खोलाको किनार हामी दुईजना नेपालबाट आएको साथी र म होइन। अरू सबै यहाँ इन्डियन इका मान्छे हुन् होइन। हामी चाहिँ दुईवटा नेपालबाट जोसिँदै यहाँ इन्डियासम्म आइपुग्यौँ। इन्डियाको बनारस काशी महान पवित्र तीर्थस्थल, देवभूमि तपोभूमि, महादेवको नगरी काशी होइन। यस्तो पवित्र तीर्थस्थलमा आउनु पाउँदा एकदम हर्ष उल्लासित, हर्ष उत्साह भनौँ न। अब अलिक भाषा मिलेन भए त्यसमा सच्याएर बुझ्नु न तपाईँहरूले पनि। एकदम मनै गद भएर उत्साह भइरहेछौँ। यहाँ बाबाजीहरू पनि हुनुहुन्छ। यसरी बाबाजी टक्क चाहिँ चस्मा लाएर बाबाजीहरू पनि बसिरहनु भएछ। रमाइलो छ ल बनारस है। बनारस हो यो चाहिँ, बनारस नझुकिने होला। बनारस हो, यहाँको मजा छुट्टै छ नि बनारसको। आहा ल, हिजोभन्दा आज मान्छेको बढी चाप छ है। यो यस्तो खुल्ला भएपछि मान्छे बढी हिजो कस्तो घाम नलागेर मौसमै चिसो भएर बस्न टिक्न गाह्रो भइथ्यो बनारसमा। आज चाहिँ घाम लगाएर सर दामी मजा आइरहेको छ। मान्छे पनि टनाटन छन् आज चाहिँ। कति मान्छे ल। यहाँ यसरी सवार गर्न पनि पाइन्छ, ढुङ्गा बसेर सर चाहिँ दर्शन गर्न पाइन्छ, हेर्न पाइन्छ। अब यहाँ चाहिँ अर्को के छ भने नेपालीको पशुपतिनाथको मन्दिर पनि छ। त्यहाँ पनि हामी जान्छौँ र त्यहाँको के हो विशेषता के रहेछ त्यहाँ सबै कुरा देखाउनेछौँ।
बनारस है साथी बनारस ल त्यो बुढोले के भनेको सुनि के भन्नु पापाको कितना टाइम हात मारो कि भन्नु थियो मरो कि त्यो क्या पापाको ल है दिव्य अहिले चट्ट ल हे रिल्याक्सले हाम्रो साथी एकजना सुतिरहनु भएछ दिदी साथी यसरी चट्ट रिल्याक्सको चाहिँ दिव्य आनन्द प्राप्त गरेर उहाँले चाहिँ यहाँको मजा ल्या चाहिँ एकदम आनन्द लिइरहनु भएछ उहाँले त्यो आनन्द कसै पनि लिन सकेको छैन होला सायद त्यस्तो आनन्द लिइरहेर होइन बनारसमा बनारसको गल्ली गल्ली घुम्न खुब मजा आउने क्या चट्ट घाटै घाटै हिँड्दा झन् कति मजा कति ओहो ल यसो चाहिँ श्राद्ध भइरहेको छ यहाँ कहाँको साथी भाइ ए यहाँ चङ्गा पनि उडिरहेछ है चङ्गा उडिरहेछ ढुङ्गामा मान्छेहरू चाहिँ सवार भइरहेछ बनारसको बनारसको छुट्टै मजा छ के ओहो यो हो नि त बनारस भनेको चाहिँ अह ल हामी चाहिँ हनुमान घाटदेखि अहिले चौकी घाटसम्म आइपुगिसकेका छौँ जम्मा गरेर यहाँ 80वटा घाटहरू छन् 80 घाटमध्येमा चाहिँ मणिकर्णिका घाट र हरिश्चन्द्र घाट चाहिँ एकदम महत्त्वपूर्ण मानिन्छ यो ठाउँको लागि भन्दा मैले त्यस्तै सुनेको थिएँ होइन के हो वास्तव कुरो चाहिँ मलाई पनि थाहा भएन अहिले चाहिँ हामी ठ्याक्कै यो दशाश्वमेध घाट आइपुगेका छौँ बनारसको चाहिँ घाट घुम्दै दशाश्वमेध घाट आइपुग्यौँ यहाँ अब हामी पशुपतिनाथको नेपालमा रहेको पशुपतिनाथ मन्दिर छ अरे यहाँ भन्दा भनी सुनेको थियो होइन कस्तो रहेछ नेपालको पशुपतिनाथको मन्दिर भन्दा हामी अब पशुपतिनाथ मन्दिरतिर लाग्दैछौँ हेरौँ अब कस्तो रहेछ पशुपतिनाथको मन्दिर आहा बनारस त दिल का सुकून हजारौँ लाखौँको मान्छे चाहिँ भिड छ यहाँ बनारसमा चाहिँ एकदम भयङ्कर भिड छ क्या आज हिजो अस्ति चाहिँ त्यस्तो मौसम खुलेको थिएन आज मौसम खुलेर बनारसमा चाहिँ भिड व्यापक छ यहाँ चाहिँ यो क्षेत्रमा चाहिँ बेलुका गङ्गा आरती हुन्छ यसरी नै यहाँ देख्न सक्नुहुन्छ कति ढुङ्गाहरू चाहिँ ढुङ्गा सवार गर्नको लागि मान्छेहरू ढुङ्गा सवार कोही गरिरहेछन् कोही ढुङ्गाहरू बसिरहेछन् कोही मान्छेहरू उहाँहरू बसिरहेछन् कोही नुहाउनको लागि तयार भइरहेछन् कोही श्राद्ध गरिरहेछन् यहाँ विभिन्न आफ्नो पारामा सबैजना आफ्नो रमाएर सबैले आफ्नो आनन्द लिइरहेछन् बनारसमा हामी पनि आनन्द लिँदै अगाडि बढिरहेका छौँ ल ठिक छ ल बनारस भने चाहिँ यही हो है बनारस भने कस्तो होला भनेर ठान्नुहुन्छ भनेदेखि बनारस चाहिँ यस्तै हुन्छ कि तलतिर खोला हुन्छ गङ्गाजी हुन्छ तल भागीरथी गङ्गा मास्टरपट्टि घाटको छेउछेउबाट लुइ हिँड्दै गएपछि बाबा विश्वनाथको मन्दिर पनि पुगिन्छ र मणिकर्णिका घाट पनि यहीँबाट जान सकिन्छ त्यसरी चाहिँ हामी लगातार अहिले हिँडेकै 10 मिनट जति भइसक्यो अझ पनि पशुपतिनाथको मन्दिर आइपुगेको छैन के बाटो तेर्सो सबै हेर्दाखेरि एउटै जस्तो लाग्ने ठाउँ चाहिँ कहाँ हो कहाँ अत्तो पत्तो छैन ल हेरौँ यहाँ भिड ओहो मेला लाग्छ र हे आज त बनारसमा वाह वाह आज त जो देखिन हजुर जो देखिन कस्तो लागिरहेछ बनारस तपाईँलाई
तपाईँलाई बनारस कस्तो लागिरहेछ दामी रहेछ होइन तर जोदेखि नै कमेडी टाइपको कतिको मजा आइरहेछ आज मजा त खतरा मजा आइरहेछ के सबै कुराहरू मिलाएर रहेछ के चिजको कमी भएको जस्तो लागिरहेछ कमी छ नि कमी भएको मेन्टेन भएको छैन होइन ठाउँ चाहिँ एकदम अब स्पिरिचुअलै छ पानी मतलब यसो हेर्ने भने त खत्रै त्यो उयो टाइपको छ तर हामीलाई सरसफाइ मेन्टेन भएको ल अर्को चाहिँ सरसफाइ र व्यवस्थित भयो भने यो ठाउँलाई अझ पनि सुन्दरता बनाउन सकिन्छ स्वर्गको एउटा टुक्रा धरतीको टुक्रा बनारस भगवान् शिवजीको नगरी काशी है दिव्य आनन्द आइरहेछ यहाँ चाहिँ विदेशीहरू पनि आइरहनु भएछ विदेशी पर्यटक नेपाली विदेशी सब के यहाँ नआउने भने कोही पनि छैन सबले आनन्द लिइरहेछन् बनारसबाट यस्तो झुम्का पनि भेटिरहेको छ यहाँ चाहिँ पसलहरू छन् यस्ता आहा ल आज फेरि मौसम खोलेर छुट्टै मजा आइरहेछ बनारसको हिजो हामी त खासमा अस्ति राति आइपुग्यो बनारस हिजो अलिअलि घुमियो हिजो यस्तो मौसम खुलेको थिएन क्या हिजो चाहिँ अलि मौसम शीतलहर परेर मौसम हुसुलाएर चिसो भइरहेको थियो आजको मौसम खोलेर बवाल छ मजा आइरहेछ आनन्द लिइरहेछौँ बनारसको आनन्द लुटिरहेछौँ ल जय शम्भो हर महादेव ओम नमः शिवाय आज चाहिँ हामी यो पवित्र तीर्थस्थल बनारस काशीमा रहेको पशुपतिनाथ मन्दिरमा आएछ नेपाली मन्दिर जहाँ चाहिँ भगवान् श्री पशुपतिनाथ मन्दिर चाहिँ एक मात्र हुनुहुन्छ नेपालमा मात्र हुन्थ्यो भने यहाँ बनारसमा पनि भगवान् श्री पशुपतिनाथ चाहिँ विराजमान भएर बस्नुभएको छ यसो देख्नुहुन्छ यहाँको शैली पनि सबै नेपाली शैलीबाट मन्दिर बनेको छ चाहिँ नेपाली मन्दिर भन्दा पनि प्रचलित छ बनारसमा स्थित यहाँ चाहिँ एकदम यति खुसी लाग्छ कि इन्डियामा पनि इन्डियाको अझ बनारस क्षेत्रमा पनि नेपाली मन्दिर छ भनेर सुन्न पाउँदाखेरि अत्यन्त खुसी लाग्छ र खुसीका साथसाथै यहाँको चाहिँ भागीरथी गङ्गाको छेउमा भगवान् श्री पशुपतिनाथको विराजमान रहेको छ यसरी दृश्य हेर्न सक्नुहुन्छ हजुरहरूले यहाँ रहेको चाहिँ दृश्य भागीरथी गङ्गामा चाहिँ सर र चाहिँ ढुङ्गा सवार हुन्छन् यता साइडमा विश्वनाथ भगवानको मन्दिर छ भनेदेखि यतापट्टि बाबा विश्वनाथको मन्दिर छ भने यहाँ यतापट्टि चाहिँ श्री पशुपतिनाथको मन्दिर रहेको छ यसरी नै यो गङ्गाजीको पावन पुण्य तीर्थ क्षेत्रमा आएर चाहिँ हामीले यहाँ आएर दर्शन गर्न पाउनु पनि हाम्रो लागि ठुलो सौभाग्यको कुरा हो।